एउटा अपडेट गराउँदैछु। यो अपडेट नायक पल शाहलाई लिएर हो। आजबाट आमा जुन माघको 16 गतेबाट रिलिजमा आउँदैछ र यो सिनेमामा पल शाहको अभिनय यति बुलन्द छ रे कि पल शाहले यसपटक दर्शकलाई धरधरी रुवाउनेवाला छन्। पल शाहले यस्तो बुलन्द अभिनय गरेका छन् भन्ने मैले सुनेको छु कि यसपटक दर्शक पललाई हेरेर रुनेवाला छन्। र आबाट आमा जहाँ चन्द्रपन्तको निर्देशन छ, विपना थापा फिल्ममा मुख्य भूमिकामा छिन्, त्यस्तै गरी प्रदीप राउत छन्, यसको फर्स्ट लुक आइसकेको छ। त्यस्तै गरी फिल्ममा तपाईले सिमरन पन्त, उषा उप्रेती लगायत कलाकारलाई भेट्नुहुन्छ। तर मोहर चलेपछि निकै चर्चामा रहेका पल शाहले फेरि बक्स अफिसमा अर्को धमाका मचाउने तयारी गरेका छन् भन्ने मैले सुनेको छु र सिनेमामा पल शाहले बुलन्द अभिनय गरेका छन्। पल शाहको करियरकै बेस्ट अभिनय भन्ने मैले सुनेको छु र उनले यसरी दर्शकलाई रुवाउँछन्, त्यो बाँधेर राख्छन् र यसपटक कुरै नगर्नु। अब फिल्मको सबै चीज केही पनि आएको छैन, त्यसकारणले गर्दा अझै बढी म भन्न सक्दिनँ। तर मैले सुनेको चलचित्र आबाट आमामा पल शाहले गजबको काम गरेका छन् र पलले यसपटक फाड्नेवाला छन् भन्ने मैले सुनेको छु। आशा गर्छु मैले जे कुरा सुनेको छु फिल्म इन्डस्ट्रीबाट त्यो कुरा पुरा होस् र पलले यसपटक बक्स अफिसमा मात्र होइन आफ्नो अभिनयमा पनि धमाका मचाउनु मेरो शुभकामना छ। आबाट आमा माघको 16 गतेबाट रिलिजमा आउँदैछ।